हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल गाइज। आज चाहिँ हामी यता गाउँतिर आएको छौँ है। गर्मी पनि साह्रै गर्मीले तनाव बनाएर है हामी घरमा बस्न पनि सकेनौँ कि एकदम ग्रसित अवस्था भएर हामी चाहिँ छोरी म अनि ऊ छोरा भएर चाहिँ हामी चाहिँ होइन टक्क लाएर अब चिसो खान जान लागेको। हामी के खान जान लागेको सानै? जुस खान जान लागेको है। अनि यो को हो? यो को हो? तिमी नानी हो है। अनि यो चाहिँ को हो? यो पनि बाबु हो। ल हामी चाहिँ किन चिसो खान जान लागेको ल। ठिक छ गाइज, हामी चाहिँ अब दोकानतिर लागेको है। यता हेर्न सक्नुहुन्छ पुरा जताततै हरियाली छ है। यता नि मकैबारी उता नि मकैबारी, हावासावा कतिबाट नि आउने छैन, पुरै बन्द भएर अब के गर्ने। तपाईँहरू हेर्न सक्नुहुन्छ यो ठाउँ चाहिँ भुवन बस्ती हो है। एकदम झन् उतापट्टि गर्मी भयो भनेर यतातिर आएको। झन् यहाँ पनि गर्मीले पसिनाले तातेर होइन साह्रै गाह्रो भएर हामी चाहिँ अब यसो बाहिर चोकतिर चाहिँ अब प्रतीक्षालयतिर गएर बसेर मजाले कोक्सो खाएर होइन आनन्दले इन्जोय गरौँ भन्ने सोचले हामी चाहिँ निक्लेको हो। चिसो खान आएको त गाइस, गर्ने दोकानै बन्द रहेछ है। अब फेरि यहाँ छोरी एकदम छुच्ची छ, पैसा त दिँदैन उसले त पैसा त कहाँ दियो, बल्ल बल्ल दियो धन्न। जाउँ तिमी उता प्रतीक्षालयमा होइन यो बल्ल जाउँ। के आउँछ यसको अर्को पनि 20 रुपियाँ के आउँछ अरू? ल त्यो पनि लिएर जाउँ जाउँ। ल छोडिदिउँ ऊ चिसो लिन जान लागेको। हामी कहाँ जाने? उता प्रतीक्षालयमा जाने। उता प्रतीक्षालय उतातिर छ है। सानो छोरो तिमी कहाँ आएको अहिले? तिमीलाई गरौँ भाइ भएन? भाषेन है हेर्नु त पसिनाले होइन पक्कै झन् हामी यता गाउँतिर आएको। गाउँतिर झन् शीतल होला भन्ने सोचेको त कहाँ शीतल हुने, गर्मीले यता नि मकैबारी उता नि मकैबारी दर्याम भने जस्तो रहेछ है। फाइनली हाम्रो चिसो आयो है। ओहो के लिएर आएको हो? ओहो ल लिचीको जुस आयो है। लिचीको जुस, यता कोक आयो। कोक यहाँ हाम्रो ऊ पनि ब्लगिङ के अरे ब्लग च्यानल छ उसको पनि है, दियान ब्लग छ। उसले पनि ब्लगहरू बनाएर हाल्दा हुन्छ है। मकैबारीतिर गएर कता कता स्यालसेलसम्म मात्रै हाल्यो हुन्छ है। ल उहाँ उसको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है। ल चेस है। ल सानै चेस एनी कोक खान मन लाग्छ तिमीलाई? कोक खान्छौ एनी? कोक खाने? ल अलिकति कोक यो जङ्क फुडहरू धेरै त खुवाइँदैन, तर आज गर्मी अति नै भयो त्यही भएर अलिकति यसो खाउँ त भनेर। त्यही पनि त्यो पनि म आधा खाइहाल्छु। अलिकति खानु त अलिकति खाऊ त। ल भयो। कस्तो छ? मिठो छ? गुड भन्दै हो नि त। ल यस गुड गुड यस। हिमान दिँदो रहेछन् सही हो। जुठो हालेर होला नि त, अर्कैले खाएको राखेको थियो। ए खाएर भ्यायो तिमीले? ल यो फाल्दै यो खाएर भ्यायो। अब यो उतै प्लास्टिकमा हालिदिउ त, बोरामा हालिदिउ त, त्यहाँ कोटपानी ठाउँमा हाल। ल जाँदै नहाल फेरि। उहाँनिर त कार्टुनको छ नि त्यसमा ल फालिदिउ हामी। कहाँ खस्यो त हो फेरि चिप्लेर, म आफै झरिदिन्थेँ त। हेर्नु त गाइस यहाँ यस्तो चिप्लोबाट झरिदिएछ नि यहाँ धन्न केही भएन। यो पनि फाल्नु पर्ने है। ल यो बाबुलाई लिऊ त। ल सानैले पनि अब आफ्नो बाबुलाई लिएर अब घर जान लागेको। ल उठ आऊ बुझ्यौ। अब हामी घरतिर जान लागेको है गाइज। अब ल गाइज भनिदेऊ। गाइज हामीले चिसो खाइयो। चिसो जुस खाइयो। अब हामी घर जान लागेको है गाइज। ल माया गरिदिनु ल गाइजहरूलाई, माया सब्सक्राइब गर्नु होला गाइज। सब्सक्राइब गर्नु होला हाम्रो युट्युब च्यानललाई। ल भनिदेऊ त एकचोटि, लाइक गर्नु होला भन। ल उता हजुरहरूले देख्न सक्नुहुन्छ उता हाम्रो डान्सर पनि दौडिँदै आउनु भएको छ है। बिहान जुन भिडियोमा डान्स गर्नु भएको थियो नि डान्सर उहाँ नै हो। ल दिदी कहाँ नि यहाँबाट है जबरजस्ती झर्न खोजेर भ्याटेको तानु गरेर लडिरह झर्न टाउको ठोकेन ढाडमा। यहाँ माथि बसेर यसरी घुमेर झर्न खोजेर चाहिँ
लडेको अघि नि चाहिँ चिसो पनि खाइयो। अब हामी घरतिर जान लागेको है। ल एनीले पनि अब अघि माछा मारिहाल्यो पछारेर है। ल हामी आफै घरतिर जान लागेको। यो ठाउँ चाहिँ के अरे डेढी चोक है। ए डायरी चोक। उसले त डेढी चोक भन्थ्यो त नि। ए ल ल ठिक छ ल हेर्न सक्नुहुन्छ। यता नि मकैबारी उता नि मकैबारी दराम है जताततै। ल कहाँ गएर आएको रे तिमी? जुस खाएर आएको है। गर्मी थियो है। ल त नि गर्मी छ। हाई देब्रे उता देब्रेतिर